जाने अर्कोतिर प्लान थियो, अब फेरि प्लान चेन्ज भयो। रुडी गाइस, यहाँबाट लडेर बाजी के भइसकेको छ। हामी त यहाँ क्यामेराम्यान भएर बसिरहनु परेछ। यहाँ छ यता अब यत्रो माथि उहाँ माथि जानुपर्ने, कहिले पुगिसक्नु। हेलो गाइस, वेलकम टु माई न्यू ब्लग एन्ड न्यू डे। अब चाहिँ हामी कहाँ जाँदैछौँ भन्दै त भन्न आज चाहिँ मौसम यस्तो छ, घाम छ। अब यहाँ यिनीहरूको घाम भएर अब हामी नुहाउन जाँदैछौँ। कहाँ भनेपछि अब त्यो बिस्तारै थाहा हुन्छ, लास्टतिर थाहा हुन्छ। यहाँ बाइक छ, हेलमेट लिनुभएको छ, यो यहाँ छ, म यहाँ छु। अब एकैचोटि त्यहाँ पुगेर अब चाहिँ अब हामी जाँदैछौँ 3 जना होइन। यहाँ मात्रै एउटा यहाँ छ, यो बाटो हाम्रो चाहिँ यो राधिका। यहीँ पेट्रोल हालेन, यहाँ हालिसकेको पेट्रोल, त्यहाँ बिल तिर्दैछ। अब चाहिँ जाने अर्कोतिर प्लान थियो, अब फेरि प्लान चेन्ज भयो, अर्कोतिर जाने। अब त्यहाँ पुगेर देखाउँछौँ तपाईँहरूलाई कस्तो थियो भनेर। माथिबाट जसो गरेर त आइयो, अब भरे अब कसरी हुन्छ, 3 जनालाई तान्छ कि तान्दैन है। पुलिस 3 जना मैले एक्लै जान्छु होइन, म कुदाउँछु, तिमीहरू पछाडि खेल न, भइहाल्छ त त्यसरी खेल्दा। रुडी गाइस, यहाँबाट लडेर बाजी के भइसकेको छ। खुट्टा यो बाजी ल तदा लुगा हेरौँ, लुगा त के हो अलि ल बाजा मारियो। कहाँ हो यो सुसाइड पोइन्ट? गौडा जाऊ भनेको छ एउटा फेरि यो नि तिमीहरूले नै सरापेर हो ला टाउको लाउँछ त फेरि। अति हो नि हो। यहाँ हेर्नु नि गाइस, यहाँ हेर्नु नि बिचरा सबै मजा सबै भिजो। यहाँ हेर्नु नि पेन सेन यता लौडा लसुन के सबै भिजो होइन। यहाँ आउनु आएको अरे यहाँ क्यामेराम्यान भइरहेछ। अब उता त नदेखाऊँ होइन, प्राइभेसी पनि हुन्छ है। चल छिटो गर। बाटो हेर न, बाटोको हालत पनि यस्तो छ। अब कसरी जानु यहाँदेखि? उहाँ माथि जानु पऱ्यो नुहाउनु लागि। धेरै लडेर यस्तो हालत भइसक्यो। हामी त यहाँ क्यामेराम्यान भएर बसिरहनु परेछ। यहाँ छ यता छ भयो जाउँ अब। छिटो हामीलाई पनि अब यिनीहरू के खान्छ, मैले त खानु हुँदैन केक सेक। लगाएछ नुहाएको भिडियो पनि बनायो होइन। अब फोनमा चार्ज थिएन मजाले, अब ठुलो भिडियो गर्न पनि पाइनँ। अब त्यसको लागि सरी। अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ ठुलो बनाउँछु। त्यतिखेर चाहिँ अब आउँछ मेरो स्पेसल चिजै आउँछ, त्यसपछि चाहिँ म अलिक ठुलो यहाँ छ यहाँको यता छ नुहाइसक्यो। यहीँ नुहाएको यहाँनिर। अब चाहिँ हामी लाग्दिने हो घरतिर। अब चाहिँ यहाँ आइपुग्यो। अहिले चाहिँ बाइक लिएर माथि जान्छ। तिर्खा लाग्यो क्या यहाँ फेरि धारा बनाइदिएको छ, स्पेसल धारा यहाँनिर। पानी फेरि यहाँ स्पेसल धारा हो। पानी पनि खाइसक्यो। अब यत्रो माथि उहाँ माथि जानुपर्ने, कहिले पुगिसक्नु उहाँ? अर्को चाहिँ त्यहाँ आउँदाखेरि चाहिँ नि पैसा खर्च ढुङ्गा पार्नुपर्छ कि, अनि एकजनाले 600 उठाउनुपर्छ। अनि मासु ल्याएर हामीले सब एक्सप्लोर हाम्रो यतातिर आज त आयो, तर लो बजेटमा आयो कि अलिक। आज मैले अनि अकस्मात आएको होइन, म नि हामी उहाँ दुईवटा जाने प्लान थियो। दुईवटा होइन गौडा प्लान त उता जाने थियो नि त, मुनि यता आइभयो। सुरुमा चाहिँ दुईवटा जाने प्लान थियो, त्यहाँदेखि नागिन जाने प्लान थियो, फेरि त्यहाँदेखि गौडा जाने प्लान थियो। लास्टमा फाइनल चाहिँ भयो बाटोमा आउँदै सुसाइड पोइन्ट। यहाँ पनि तर राम्रै छ, तर गौडामा चाहिँ अलिक धेरै मान्छे भिड हुन्छ क्या। उयो हो, शनिबार आइतबार नमिलाइकन आउनुपर्छ। अब त्यो आउँछ सब नल्ला त हो नि, मैले बेरोजगार हो होइन, जुन दिन भन त्यो दिन सकिँदैन। अब एकैचोटि केटाहरूसँग आउनुपर्छ 1-2 जना। अन्तालाई भन्छु पैसा थुपार भन्छ। ल गाइस, आजको लागि चाहिँ यति नै ब्लग होइन। अब त्यस्तै भइहाल्यो, चार्ज पनि छैन, लो बजेटमा आएको हामी। अलिक सब्सक्राइब गाह्रो हो, सब्सक्राइब पनि गरिदिनु। ल हस् त भाइ, नमस्ते।